ठ्याक्कै बिचमा खोला अनि साइड साइडमा पहाड गाउँमै गाउँ छ यस्तै खोला सानो खोला तरिएन आम्मा उफ्रेको यो पिपल बोटे वे टु हजुरबाको गाउँ ल एकछिन घर फेरि यो हजुरबाको प्रपर्टी 50 बिघा मजाले एरिया चलाउँदै हेरेको हेरेछ अघिदेखि मलाई रानीको 5 थर यताको पनि जग्गा घर सर्दिन आइयो बुवाको गाउँ हारे मैले हारे आमा जित्नै सकिन रुख थियो पैसाको टिप्नै सकिन भीम शङ्कर पढ्नुभएको स्कुल आमा नातिनीहरू सबै लिएर आउँछ दर्शन गरेर आउँछ यसो फाडेर आगो सागो लगाएर सफा पारिदिनु होइन त्यति गरिदिनु होइन अब अहिले त क्वालिटी हुँदैन त्यही त पछाडि यसो झारसार उकाइदिनु बाई ड्रोन बनिएको पनि यही यति लाइनमा बनिएको घर त यही हो बुवा जन्मेको नि यो त अहिले बेच्यो आइज गुड बोय ल सीट बस तैँले त आलु किन छिराइ दिइस् नि बजार आलु हेर्न छिराइ दिइस् नि यसो हो त्यहीँबाट भित्रै मात्रै त्यसो भने त झापा त 2-3-4 घन्टा पुगिन रहेछ पुगिहाल्छ दमक
खोइ कुन अरे के के अरे यहाँ देखिन्छ कहाँ आमाको भित्ता यो त उयो घामको छाया परेको छ नि ठ्याक्कै हो त्यो हामी त्यहाँबाट हिँडेर यस्तो 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 आएर हो त गाउँ यो यहाँ हुन्छ यिनीहरू हो यही गाउँ सन्दकपुर जाँदै हो माई पोखरी माई खोला कहाँदेखि यस्तो भिरै भिरका बाटो छ एकचोटि चाहिँ बाइक हिँडेर माल लड्यो नेपालको बाटो सन्दकपुर पोखरी वे टु सन्दकपुर गाइज बाटो खत्तम ल बबाल सन्दकपुर यो चाहिँ काला पोखरी अगाडि जानु भने काला पोखरी पोखरी कता पोखरी इन्डिया हो के अरे सन्दकपुर कता हो यहाँ के पोखरी अरे कहाँ छ मजकै हो सन्दकपुर जानु सन्दकपुर सन्दकपुर 50 केजीको भारी एकजना बाबा 90 केजीको म कति 65 केजीको आम्मा 5 टाइम हिँडिसक्यौँ नतानेर काला पोखरीसम्म त ठिकै हो एक्सपल्सले काला पोखरीदेखि माथि त हो सिङ्गल मात्रै राम्रो थट आमामा बाइकले ढोका दिएर लगभग हामी काला पोखरदेखि आधी हिँड्दै फेरि एकछिन एकजनाले बाइक चलाउँदै अहिले आइदिएछ है खतम बाटो बा यस्तो खतम बाटो छ यार हाम्रो मात्रै बाइक डबल लोड आइफोनले चाहिँ जुम गर्नु न त्यहाँ हेलो हेलो हिमाल घाम होइन है यो जुन हो घाम यहाँ छ के हो यसको नाम के हो यसको नाम म्यागी 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 टोक्दैन नि होइन यसले म्यागी 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 गुड बोय गुड बोय गुड बोय है गुड बोय गुड बोय
साइबेरियन हस्की अर्को पनि छ काले काले यतै छ त्यो ट्री पुरा फुलिरहेछ सनराइज हुन आँट्यो नदेखे पनि भएन चन्द्रमा है त्यो चाहिँ त्यहाँ गाई छ ओह्रालो पनि झरियो 5 किलोमिटर सब चुपिरहेछ यो सबै हाम्रै आफन्त सबै दिन्छु माथि दिदीको कहाँनिर हो जाँतेमा पुगेकै छुइनँ अस्ति पूजामा व्रतमा बोलाउनु भयो हामी आफै टेन्सनमा साइला यो सब बनाउने साइला यो पनि हो अङ्कलको यो सबै अङ्कलको काठ सब गाउँै हाम्रो बाबैको अङ्कल नम्बर दिइरहनु दिदीको मलाई म जाँदा निक्लिन्छु अब कहाँनिर छ दि सबै छ बुहानी अङ्कल पनि यतै हुनुहुन्छ उसकै घरमा बुवाले यो पहिले यो भेट्नुहुन्न थियो होला जहिले यो बाटो हिँड्दा यहाँ म भेट्दिनँ थिएँ होइन यो घर डुबेको कि म अग्लो भएको भन्नुहुन्छ यो 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 दुलहरू यसो छुनुहुन्छ भेट मरिगयो भेट्नुहुन्न थियो त्यतिखेरको जमानामा पनि डेन्जु बुवा त्यस्तो एक्लै ठाउँमा थियो अहिले नै डर लाग्छ मलाई कस्तो धेरै हेपेका हो ल अङ्कल म त्यसलाई म पछि व्यवस्था गर्छु कि त्यो माथिल्लो साइडको म हेर्छु मालमा गएर हेरेर त्यसलाई छुट्याएर अब त्यसले गरी खाने होइन रानीगाउँमा शङ्करेको नामै रहोस् न ठुलो फोटो हामीले गरी खाने लाने होइन यहाँको जग्गा जमिन खान्छन् के गर्छन् त्यही त यति राम्रो ठाउँ भयो अब त आनन्द पहिले यहाँ यो पनि हो नि ए यो होइन कहाँ जानुभएको छ नेता मान्छे ए मजाले पो बस्नु भएको छ काकी पनि हुनुहुन्छ ए सबै कत्रो कत्रो यो रानीगाउँकै नम्बर 1 घरहरू पहिलेका हामी किन हुँदो यता जाने होइन किन मेरो के अरे माथिको त त्यो साइलाको नाममा गरेर उसले त बेच्छ नि फेरि होइन उसको नामको अरूको त के हो हाम्रो बुवाको नाममा भएको त सन्तोला पनि यसमा त अलिक ठुलै फल्छ कि दानो त्यो सबै हाम्रै आफन्तहरू गाउँै डेन्जु तिमीले यो यो पल्लो चुचो होइन अङ्कल नमस्कार के छ ठिक छु नि
यताकै यता ताप्पेको त्यो यही थाहा नै घुम्नु नि अलिक तल बजार आयो छानी घुम्नु पऱ्यो छान्दा यही सुत्नु भयो धेरै अब यो बस पार्क छ यता पेट्रोल पम्प पनि छ हो जम्मै त उयो पनि अहिले त हाल्नु पर्दैन यो बस पार्क त पुग्दिन्छ साधुटारको यात्रा बाटोमा हुस्से लागेर रमणीय दृश्य देखिँदै साधुटारको बाटो हाम्रो बाइकलाई चाहिँ पिच जस्तै हो है गाइज तपाईँहरूको चाहिँ नल्याउनु खाल्टो लाग्छ पिचमा रोक्दा अनि रोकिन्छ क्या एक्लै हाफ कलर झाप्नु लैछ है लडाइँमा एकमा पनि हाल्ने हाफ कलर झाप्नु लाग्छ मजाले अप्ठ्यारो हो त यार यता टार यही हो साधुटार उता पनि रहेछ नि त ल अब ड्रोन सोन उडाएर होइन ए साधुटार आइपुग्यो हो गाइज पोखरी छ साधुटार पौवा भन्ज्याङदेखि माथि 10 मिनट हामी साधुटारको डाँडामा छौँ हाम्रो यात्रा अब साधुटारबाट सन्दकपुर ठ्याक्कै चिठीभित्र राखेर पठाउँदैछु मेरो माया तिमीलाई गोडी पानेर हातमा हल्दा राखिसके त हाल्यो भने त्यो तपाईँले भनेको त्यो स्विजरल्यान्ड कस्तो भने हामी जाने कि नजाने जाने नि तर नजिकै छ अरे 10-15 मिनट लाग्छ अरे आयो पौवा भन्ज्याङबाट
गुगलमा हुन्छ नि अर्डर उठेको रिडाइरेक्ट कहाँ गर्नुहुन्छ त्यहाँ जानु त यहाँ जाने हो आज डाइरेक्ट यही जाने हो लिस्ट मात्रै गर्ने हो क्या अरू तपाईँले डाउनलोड गर्नु पर्ने त्यहाँ जानु न फोन त रिडाइरेक्ट कसरी गर्नुभयो अघि अर्डर कतिवटा उठेको छ भने त हेर्न मिल्दैन नि मिल्छ नि त्यही जाने हो क्या त्यहाँ बुवाले जन्मेको ठाउँमा हेर्नु त्यहाँ बस्ने जाऊँ न फर्किरहेको होइन अब गएर बस्ने सिरियस हुन्छ बाइकलाई पनि बस्नु वर्षको तिरेर आएको मैले 10 वर्ष केको मैले पोहोर होइन प्रायको साल त मैले लगेर दाजुलाई दिएको खै त्यतिले खाएँ त्यसो भने त्यो रसिद राखेको ठाउँ कहाँ राख्नुभयो त्यो भेटिनँ क्या अनि मैले त्यत्तिकै आएँ र पनि त त्यहाँ जाँदाखेरि त्यो तिर्न जाँदाखेरि मेरो कुनै कति पैसा फिर्ता आउने पैसा पनि त्यत्तिकै सबै छोरे बुवा बसेको ठाउँमा अङ्कलहरू बेन्जुले ड्रोन उडाउँदै घर त त्यही त देखिँदैन यो होइन त्यत्तिकै हामी बसेको चिनिहालिन्छ नि यहाँ पछि अब फाड्नुहुन्छ नि त उता लैजाउँ न उता हाम्रो घरमा यहाँ बसेर आइज त त्यही त हेलो भाइ के छ के हो नाम तिम्रो सुमित शङ्कर फ्रम ओके त्यहाँदेखिको बाइकको बाइकमा मेरो सबसे लामो यही हो बाइक अनि त फिजिङ बजार बाफ रे क्या दामी ड्रोन उडाउनु त्यो आर्मी ग्यारेज छ र त न ड्रोन उडाउँदा के छोप्न आँटेको छ अस्तिको जग्गा त धुलोले चाहिँ छैन गाइस साडटार भ्युज पानी कसले जमायो साडटारमा
हो सन्दकपू लुगा फेरेर अब फोटो खिचिहाल्नु भोलि बार नखुल्ला होइन त्यही त कहिले पानी पर्ने हामी सन्दकपुर आइपुग्यो बाइकमा लड्दै र पढ्दै 2-3 चोटि ठेल्दै हिँड्दै 50-60 केजीको भारी बोकेर 90 केजीको मान्छे बोकेर दुईजना पो त त्यो यो मैले पनि खिच्छु हिँड्नु न त ल ऊ यहाँनिर फोटो खिच्दा थियो एउटा अनि माथि चढ्यो नि मेरो मोबाइलमा त खैदिउँ न त्यता हेर न